यस वडाका वडा सदस्यज्यू, महाकाली माविका हाम्रा प्रिय हेड सर रामबहादुर सोमरेज्यू, छैन महिना माविका ओम प्रकाश पाण्डे सर, महाकाली मावि लगायत विभिन्न मावि आविका गुरुवर्गहरू, विभिन्न सामुदायिक वनका बुवाहरू, दाजुहरू, दिदीबहिनीहरू, सबैलाई हाम्रो संस्था स्वास्थ्य सिपमूलक शैक्षिक विकास केन्द्रको तर्फबाट, मुख्यमन्त्रीको कार्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। एकचोटि अब मैले तपाईँहरूलाई मेरा कुरा सुन्नका लागि अनुरोध गर्न चाहन्छु। यो कार्यक्रम के हो, अब कसरी गर्ने हो भन्ने बारेमा मैले कुरा गर्नेछु। पूर्वोक्त साथीहरूले धेरै भावनाका कुरा गर्नुभयो। यो वडाका वडा सदस्य तेलबहादुरजीले पनि धेरै राम्रो कुरा गर्नुभयो। यो महोत्सव फेरि पनि गरिरहन पर्छ। चियान डाँडालाई हामीले सुन डाँडो बनाउने हो। यसलाई पूर्व पाल्पाको चाहिँ काउली डाँडोभन्दा अझै राम्रो डाँडो बनाएर यो डाँडाबाट यो जुठा पौवाको समृद्धि हामी सबैलाई धनी बनाउने बाटो बनाउने हो। यहाँ चाहिँ धेरै पर्यटकहरू आउने, हाम्रा घरमा बास बस्ने, हामीले पकाएको खाने, पैसातिर जाने बनाउने हो। यो हाम्रो सपना हो। यो सपना पुरा गर्न गत वर्षदेखि अहिलेसम्म हामी यहाँको 3टा सामुदायिक वन, हामीले 4वटा सामुदायिक वन भनेको थियौँ। के कसो पर्यो थाहा भएन। गोठारको साथीहरूलाई बोलाएर एकपटक सहभागी भइसकेपछि पनि उहाँहरू पछि सामेल हुन सक्नु भएन। तल रानीवन पनि मिसिने कुरा गर्दै थियो, के कारणले रोकियो थाहा भएन। पारी चाहिँ पाखुरे सामुदायिक वन, यताको हाम्रो पातले सामुदायिक वन र यताको जौखरिया सामुदायिक वनका साथीहरूले यो नेपाली डाँडोलाई सुन डाँडो बनाऊ भनेर सोच बनाउनु भयो। हामीले सल्लाह गऱ्यौँ। सल्लाह गरेर यससँग जोडिएका जति पनि घरहरू, उपभोक्ताहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले अलिकति केही सहयोग गरौँ भनेर हाम्रो संस्था यहाँ आइपुग्यो। यहाँ आउँदाखेरि सबभन्दा पहिला हामी गाउँ जिल्लामा यहाँहरूलाई मैले जानकारी पनि गराउँ। यहाँहरूले धेरै कुरा थाहा पनि पाउनु भएको छ। सबभन्दा पहिला हामीले जिल्लामा जिल्ला विकास समिति, हाम्रो गाउँपालिकाका अध्यक्ष उपाध्यक्षलाई बोलाएर हामीले यो कार्यक्रम जुठा पौवामा गर्दैछौँ, तपाईँहरूले सहयोग गर्नुहोला। यो गाउँपालिकाको यो ठाउँमा काम गर्नका लागि यो परियोजना बनाउँदाखेरि तपाईँहरूको भागमा पनि 1 लाख जति पैसा चाहिँ भागमा परेको छ, तपाईँहरूले त्यो पनि बिहोर्नुपर्छ भनेको त्यहाँ यो पालिकाको अध्यक्षज्यूले ल ठिक छ भन्नुभयो। त्यसपछि हामीले कागजपत्र पठायौँ। पालिकाको अध्यक्षले मैले चिन्दिनँ जान्दिनँ भन्नुभयो। अस्ति पनि यहाँ आएर त्यस्तै हरकत गर्नु भन्ने सुने मैले, मलाई दुःख पनि लाग्यो। वडाध्यक्षज्यू कहाँ वडामै गएर चाहिँ हामीले एउटा मिटिङ गरेका थियौँ। वडाध्यक्षजी सुरुमा एकदमै खुसी हुनुहुन्थ्यो। पछि के कारणले उहाँ पछाडि हट्नुभयो थाहा छैन। तर मैले आज यहाँ तेलबहादुर सरलाई धेरै 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 सलाम गर्न चाहन्छु। हिम्मत बढाउनु भएको छ, हिम्मत गर्नुभएको छ। वास्तवमा जनप्रतिनिधि तेलबहादुर बुढथोकी जस्तो हुनुपर्छ। हामीले वास्तवमा यो चाहिँ रैनादेवी छहरा वार्ड नम्बर 6 को जनप्रतिनिधि भनेको तेलबहादुरजी हो भन्ने मैले चाहिँ भन्न चाहन्छु। उहाँ जस्तै जनप्रतिनिधि हुनुपर्छ। उहाँले जस्तै दुःख सुखमा साथ दिने, गाउँको विकास गर्ने हुनुपर्छ। अस्ति नै जब हामीले यो कार्यक्रम ल्याइसके पछाडि हामीले यहाँ सबै वनका साथीहरूलाई भेला गऱ्यौँ। यो वनलाई यो चाहिँ जम्मै वनमाराले छोपेको छ, चौतारीका काँडाहरू छन्, अरू विभिन्न बुट्यानहरू छन्, यसलाई हटाउँ, अमृसो लगाउँ। सबै साथीहरू रात दिन खटेर यो कामहरू सक्नुभयो। 40,000 अमृसोको बिरुवाहरू हामीले रोप्यौँ, 10,000 टिमुरको बिरुवा रोप्यौँ, 10,000 दालचिनीको बिरुवा रोप्यौँ। म आज यसो सरेर घुमेँ, सबै टिमुरहरू पलाएका छन्। एकदम खुसी लाग्यो। यहाँहरूको मेहनत, यहाँहरूको परिश्रम, यहाँहरूको चाहिँ जुन लगनशीलता छ, त्यो पसिना आज उम्रेर पलाएको छ। भोलि फल्दाखेरि यहाँहरूको पसिना फल्नेछ। त्यो पसिनाले यहाँहरूलाई पैसो दिनेछ भन्ने मैले विश्वास दिलाउन चाहन्छु। यदि खट्नुभयो त्यसका लागि म सलाम गर्न चाहन्छु। त्यसपछि हामीले यो विभिन्न तालिमहरू पनि चलायौँ। विभिन्न खालका हाम्रो माटोको परीक्षण गर्ने तालिमदेखि लिएर तरकारी खेती गर्ने तरिकाहरू, बदाम खेती गर्ने तरिकाहरू पनि बतायौँ। पहाडमा बदाम हुन्छ भन्ने कुरा मैले म्याग्दी जिल्लामा जाँदा सुनेको थिएँ। हाम्रो जुठा पौवाको जस्तै जस्तै ठाउँ भएको हुनाले मैले त्यही बसेर सपना देखेको थिएँ। जुठा पौवाका दाजुभाइ दिदीबहिनीहरूको आर्थिक स्थिति कमजोर छ, उहाँहरूलाई आयोजनमा जोड्नुपर्छ। एकदम नगदे बाली चाहिँ उहाँले गर्नुभयो भने उहाँले दिनदिनै पैसा बुझ्न सक्नुहुन्छ भन्ने मैले सोचेर
मैले त्यो बदामको बिउ चाहिँ त्यहाँबाट खरिद गरेर लिएर पोहोर साल हामीले 60 घरलाई बदामको बिउ बाँड्यौँ। सबैले बदामको फोटो हाल्नुभयो। फानबहादुरजीले बदाम चाहिँ उखेलेर चाहिँ हालेको फोटोले नेपालभरि चाहिँ पहाडमा पनि बदाम हुन्छ भन्ने सन्देश दियो। मैले त्यो बदाम खेती गर्ने जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ पोहोर साल 60 घर सबलाई मैले सलाम गर्न चाहन्छु। उहाँहरूले पहाडमा बदाम फल्छ भन्ने कुरा पुष्टि गर्नुभयो। त्यही खुसीले अहिले पनि हामीले अरू 40-50 घरमा बदामको बिउ बाँड्यौँ। पोहोर सालको 60 घर अहिलेको 40 घर भन्दा 100 घर जुठाका मान्छेहरूले 100 भन्दा बढी, किन भन्दा अरूले पनि त्यो बदाम सापट लगेर रोप्नु भएको छ। 100 भन्दा बेसी घरमा यो वर्ष जुठा पौवामा बदाम फल्छ। 100 घरभन्दा बेसीमा बदाम फलिसकेपछि अर्को वर्षदेखि हरेकका बारीमा बदाम फल्छ। त्यो बदाम खानको लागि बटौलीका मान्छे, भैरवाका मान्छे यो सालजनी सुगुरढुङ्गाको बाटो भएर हाम्रा घर घरमा बारी बारीमा आउनेछन् र हामी सबैले चाहिँ त्यो पैसा बुझ्न सक्नेछौँ। दोस्रो कुरा, मैले खास गरेर हाम्रो अमिले र पेतेनीका हाम्रो मेघबहादुर दाई, चुराबहादुर दाई, हाम्रो खास गरेर पुनारामजी लगायतका त्यहाँ दिदीबहिनीहरू पनि यस्तो सक्रिय दिदीबहिनीहरू हुनुहुन्छ। सबैको घरमा टनेलहरू छ। उहाँले तरकारीको लागि हामीले सानो टनेल र केही बिउहरू सपोर्ट गरेका थियौँ। उहाँले यति राम्रो गर्नुभयो। पोहोर सालै उहाँले धेरै 20, 30, 40 हजारको चाहिँ टमाटरहरू एउटा घरले उत्पादन गर्नुभयो। यति खुसी लाग्यो कि वास्तवमा गरे के नहुँदो रहेछ र जुठाका मान्छे गरिब भन्थे, जुठाका मान्छे आज धनी बन्न लाग्नु भएको छ। सबै मेहनती बन्नु भएको छ, पौरखी बन्नु भएको छ। मेघबहादुर दाईको सुपो आज सबैतिर, तानसेन बुटोल सबैतिर पुगिरहेको छ। त्यहाँ चाहिँ उद्यमी दाईहरू हुनुहुन्छ। यो तरकारी आजको यो चाहिँ जति पनि छ यो पुनरामजी लगायत त्यहाँको समूहले गरेको कुरा छ। त्यो ठाउँलाई खास गरेर अमिले र पेतेनलाई हामीले सबभन्दा राम्रो तरकारीको उत्पादन क्षेत्र बनाउन सक्छौँ। यो जुठा पौवाको आम्दानीको स्रोत त्यो एरिया चाहिँ तरकारीको लागि हुन्छ। यो हाम्रो चाहिँ खोन्दारा, पटुवाचौर, नेपाल के अरे पानीडाँडा लगायतको क्षेत्र बदाम खेतीका लागि सबभन्दा राम्रो क्षेत्र हो भन्ने कुरा हामीले पुष्टि गरेका छौँ। त्यति मात्रै होइन, पोहोर साल हामीले 100 रोपनीमा फापर खेतीका लागि सहयोग गऱ्यौँ। 100 रोपनीमा फापर खेतीका लागि सहयोग गर्दाखेरि माननीय ठाकुर गैरी यही हामीले चुनेको जनप्रतिनिधि आउनुभयो। उहाँले चाहिँ सदनमा पनि बोल्नुभयो त्यही कुरा। जुठा पौवा फापर हुँदो रहेछ, धेरै राम्रो फापर भयो। धेरै देशका मान्छेहरूले यहाँको फापरको फोटोहरू चाहिँ सेयर गरे र आज मैले यहाँ बिउ पनि देखिरहेको छु। अर्को वर्ष अहिले हामीले 100 रोपनीमा ट्रायल गरेका थियौँ। अर्को वर्ष सबैका बारीमा निश्चित तोकिएको क्षेत्रमा फापर हुनेछ। किन भन्दा बदाम उखालेपछि पनि फापर सर्न मिल्छ। असोजसम्म यहाँहरूले फापर सर्नुहुन्छ। मिठे फापर पछाडि छर्दा पनि फल्छ, तिते फापर अलि चाँडै छर्नुपर्छ। सवाल यति मात्रै हो। त्यसो भएर यो क्षेत्र फापरका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ। अर्को, हामी तल अर्जुनको घरतिर, तिलकजीको घरतिर जाँदाखेरि तोरी त्यत्तिकै राम्रो छ। ती फापरहरूमा चाहिँ माउरीका घारहरू राख्नु भएको छ। अब जुठा पौवा चाहिँ यसरी पछाडि पर्दैन। अब जुठा पौवाका हरेक किसानहरूसँग हातमा मेहनत हुन्छ, खल्तीमा पैसा हुन्छ र सम्पन्न जुठावासीहरू हुनुहुन्छ। कोही यहाँबाट बाहिर जानु पर्दैन, कोही विदेश जानु पर्दैन। सबैले चाहिँ वर्षमा लाखौँ लाख कमाउने वातावरण यही जुठा पौवामा हामीले सिर्जना गर्छौँ भन्ने कुरा मलाई विश्वास लागेको छ। त्यसको साथै अब यति परिश्रम गरेपछि, यति दुःख गरेपछि मेहनतकश जनताहरूले रमाइलो पनि गर्नुपर्छ। हामीले गरेका पौरखका कुरा पनि देखाउनुपर्छ। ती पौरखका कुरा देखाउनका लागि एउटा लेखको महोत्सव गरौँ न त भनेर यसपटक सल्लाह गरियो। सल्लाह सामान्य हिसाबले गरिएको थियो। त्यो सल्लाहमा कतिपय साथीहरू सहमत हुन सक्नु भएन। अलिअलि चित्त पनि दुखाउनु भयो। त्यस्तो साह्रो चित्त पनि दुखाउनु पर्दैन। आफ्नो भनाइ पुरा नहुँदैमा चित्त दुखाउनु पर्छ भन्ने छैन। हुन्नै क्या भनेर निराशा व्यक्त गर्नुभयो। हुन्छ भन्यौँ हामीले। पछि अलिकति मेहनत गरेको तपाईँहरू सबै कुरा ल्याउनुहोस्। हिजो हामीले गरेको दुःख यहाँ देखाउन, हामीले गरेको मेहनतको प्रतिफल यहाँ देखाउन आज सामेल भएका छौँ। हाम्रो आफ्नो अनुभूति यहाँ बताइरहेका छौँ। त्यहाँ परपट्टि हामीले चाहिँ खाजा खानका लागि केही व्यवस्था गरिरहेका छौँ। प्रसाद होइन, नारायणको पूजामा गइसकेपछि अथवा रुद्रीमा गएपछि प्रसाद खान पाइन्छ, खान पर्छ भने जस्तै यो मेलामा आइसकेपछि पनि केही कुरा खाएर जानुपर्छ भनेर त्यहाँ प्रसादको व्यवस्था यहाँले गर्नुभएको छ।
फापरका सेलरोटीहरू पकाउनु भएको छ। यही तपाईँहरूले चाहिँ उत्पादन गरेको बन्दाको अचार बनाउनु भएको छ, आलुको अचार बनाउनु भएको छ। यतापट्टि केही साथीहरूले सानो व्यापार व्यवसायको कुरा पनि गर्नुभएको छ। मैले सुने अझै हामीले यहाँ व्यापार व्यवसाय पनि गर्न पाइन्छ भनेको भए धेरै ठाउँबाट हामीले पसल ल्याउँथ्यौँ भन्ने कुरा छ। अर्को वर्ष हामीले त्यो पनि विचार गरौँला, किनभने यो वर्ष हामीले थोरै ट्रायल मात्रै गरेको, यो एउटा पाइलट मात्रै गरेको, एउटा सानो परीक्षण मात्रै गरेको। अर्को वर्ष अब तपाईँहरू आफै तातिएर अब लेख महोत्सव दोस्रो भाग अर्को वर्ष तपाईँहरूले गर्नुपर्छ। यहाँ कसैले सहयोग गरोस् कि नगरोस्, गाउँपालिकाले सहयोग गरोस् कि नगरोस्, ओडाले सहयोग गरोस् कि नगरोस्, तपाईँहरू अब सामुदायिक वनका साथीहरू उठेर जुटेर यो डाँडोलाई चाहिँ पुरै अमृतसर, दालचिनी र टिमुरको डाँडो बनाएर यसैबाट हुने आमदानीलाई यी पोखराहरूको छेउमा बसेर हिसाब किताब बताउने, एउटा मेला महोत्सव गर्ने, हाम्रा कलाकारिताहरू प्रदर्शन गर्ने यहाँहरूले एउटा प्रचलन गर्नुपर्छ, त्यो सुरुवात गर्नुपर्छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। त्यसको साथै म अर्को पनि कुरा अनुरोध गर्न चाहन्छु। त्यो के कुरा हो भने पारी अमिले बेतेनीमा ठुलो नाच हुन्छ। दाइले गीत गाउनु बस्नु भएको छ, उहाँ चाहिँ गीत गाउने मान्छे हो। यस पछाडि लगत्तै मैले उहाँलाई नै बोलाउने वाला छु, मेघबहादुर खाम्चा दाइ। त्यहाँ एउटा ठुलो नाच छ। यता पटुवा चौरमा पनि एउटा ठुलो नाच तयार छ। हामीले सोचेका थियौँ यी दुईटै ठुलो नाच यसपटक देखाउने कि उहाँहरूले भन्नुभयो अलि तयारी पुगेन, अर्को वर्ष देखाउँला भन्नुभएको छ। अर्को वर्षको महोत्सवमा यहाँ दुईटा ठुला नाचहरू देखाउने हो। राजन भाइले अरू पनि कलाकार लिएर आउँछन् अर्को वर्ष, र हामी यति मात्रै होइन, पुरै जुठा पौवाका, सत्यवतीका, बल्लेगढीका, यता छहराका, यता पडेनाका, पारी कहेगारीका सबैतिरका साथीहरूलाई यहाँ बोलाएर यो ठाउँमा चाहिँ हामीले भव्य चाहिँ मेला गर्ने हो, भव्य महोत्सव गर्ने हो। लेख महोत्सव भाग 2 हामीले अर्को वर्ष गर्ने हो। त्यसका लागि यहाँहरूले तयारी गर्नु होला भन्ने कुरा पनि अनुरोध गर्न चाहन्छु। त्यसको साथै अघि अलिकति कुशलजीले केही कुराहरू राख्नुभयो, विकासका कुरा। म विगत करिब 50 सालदेखि यतातिरको सेरोफेरोमा हिँडेको छु। 50 साल पछाडि हामीले विभिन्न सानो सानो कार्यक्रमहरू यहाँ ल्यायौँ। कहिले चुलो बनाउने कार्यक्रम पारी अमिलेमा, कहिले घैँटा बनाउने कार्यक्रम। तपाईँहरूलाई खानेपानी भएन भनेर यो भागमा सबै हाम्रो संस्थाले घैँटा बनाइदिएको। सम्झिनु भएको छ कि छैन? सम्झिनु भएको छ भने फेरि सम्झिनुहोस्। हिजै पनि हामीले पानीको समस्यालाई समाधान गर्नको लागि प्रयत्न गर्यौँ। हिजो त्यही प्रविधि थियो, त्यसैलाई प्रयोग गरियो। अब बाटाघाटा पुल पुलेसारीहरू समस्याहरूका रूपमा छन्। त्यति बेला हिजो गाविसको अध्यक्ष धनसिंह पुन हुनुहुन्थ्यो, उपाध्यक्ष लक्ष्मणजी, उपाध्यक्ष पारी अर्को दाजु हुनुहुन्थ्यो। उहाँहरूलाई के गर्यौँ हामीले भन्दाखेरि त्यो खालको सहयोग गर्यौँ। उहाँहरूबाट विकासको गति जुन ढङ्गले बग्न पर्ने हो, परिस्थितिले गर्दा सबैतिर जान सकेन। त्यसकारणले यो ठाउँ जति विकास हुनुपर्ने हो त्यति विकास हुन सकिरहेको छैन। त्यसका हामी आज के चाहन्छौँ भने यो ठाउँको सबै ठाउँको विकास होस्, सबैले खानेपानी, बाटो, बिजुली, अरू सुविधाहरू होस् भन्ने कुरा हामीले चाहिरहेका छौँ। त्यही भएर बाटाका सन्दर्भमा पनि मलाई यहाँहरूले जानकारी गराइरहनु भएको छ। पटुवा चौरदेखि पाइनडाँडा जोड्ने बाटाका 2टा बाटाहरूको कुरा मैले नोट गरेको छु, मलाई जानकारी छ। र मैले यो गाउँपालिकाको पहिलो कार्यकालमा यहाँ खानेपानी खुवाउने भनेर साथीहरूले सपना देख्नुभयो। भावावेशमा आएर चाहिँ केही संरचना बनाउनु भयो, कमिसन आउने कुरा जति पाइप किन्नुभयो। तर प्राविधिक रूपले जहाँ बनाउनु पर्ने हो, जहाँ टङ्की बनाउनु पर्ने हो, जहाँ पानीको चाहिँ त्यो तान्ने पम्प हाउसहरू बनाउनु पर्ने हो, त्यो ठाउँमा नबनाएको कारणले आज ती सबै अलपत्र छन्। यहाँ नेपानेका यतातिर चाहिँ खोन्दाराका, यता पटुवाचौरको माथिल्लो भागका पाइनडाँडासम्मका मान्छेहरू काकाकुल हुनुहुन्छ। तल चाहिँ पानी बगिरहेको छ, यहाँ माथि संरचनाहरू भत्ताभुङ्गो छन्। म अस्ति मुख्यमन्त्री कार्यालयबाटै यहाँको पाल्पाको खानेपानी डिभिजन कार्यालयको हाकिमलाई फोन गरेर त्यो विषय के छ, कसो भएको छ, त्यसको डिटेल अध्ययन गर्नुहोस् भनेर मैले आदेश गरेँ। उहाँ आउनुभयो, उहाँले प्रतिनिधि पठाउनु भयो, ताराजीहरू लगायत सबै टोलीलाई तल लिएर जानुभयो। उहाँले जम्मा जम्मी मलाई 54वटा फोटा खिचेर पठाउनु भएको छ मुख्यमन्त्री कार्यालयमा।
54वटा फोटोमा के छ अघि कुशलजी त्यही फोटो देखेर भन्नुभयो टंकी ढले ढले म त ढले ढले भनेर ढलिरहेछ पावर हाउस भत्किएर जानै लाग्छ हाम्रा यी धाराहरू पाइपहरू गुणस्तरीय छैनन् र उहाँले के भन्नुभयो भने यो ठाउँमा सर हामीले चाहिँ यदि खानेपानीको आयोजना हामीले फेरि बजेट हालेर सुरु गर्यौं भने अख्तियारले हामीलाई बाँच्छ त्यस कारणले मुख्यमन्त्री कार्यालय हाम्रो खानेपानी तथा शहरी डिभिजन मन्त्रालय र हाम्रो कार्यालय तीनटा ठाउँबाट एकजना एउटा कार्यदल बनाएर त्यसको अध्ययन गर्ने यति पुरानो प्रयोग गर्ने यति नयाँ गर्ने भनेर कार्यदलको रिपोर्ट नभइकन काम गर्न त खतरा हुन्छ कि भनेर चाहिँ खानेपानीको हाकिम डराइरहेको छ आज यत्रो ठुलो बदमासी भएको छ हिजो तर तपाई हामी चुप लाएर बसेका छौं चुप लाएर बसेका छौं खानेपानीको अभावमा बाँचिरहेका छौं रमाइरहेका छौं खुसी भइरहेका छौं खुसी हुनु त राम्रै हो केही नपाउँदा पनि खुसी भएका छौं केही गर्न नखोज्दा पनि खुसी भएका छौं तर यो विषयमा अलिकति तपाईहरु सचेत हुनुपर्छ हामी सचेत छौं मैले खानेपानी डिभिजन कार्यालयलाई त्यो कुरा अनुरोध गरेको छु कि अब हामी छिटै एउटा आयोग अथवा एउटा टिम बनाएर यसको अनुसन्धान गर्नेछौं र यो खानेपानीलाई सुचारू गर्नका लागि हामीले यसै वर्ष बजेटको व्यवस्थापन गर्नेछौं मुख्यमन्त्री कार्यालयबाट यो खालका सोचहरु बनाइएको छ यही लेखको व्यवस्थापनलाई कसरी गर्ने अघि कुशल र मैले सल्लाह गरेका छौं अब बाटाहरुलाई कसरी गर्ने आयार्जनलाई कसरी जोड्ने अमिले बेतेनीलाई त्यहाँ भएको उत्पादनलाई कसरी बजारीकरण गर्ने त्यसलाई चहलासित कसरी जोड्ने यी यावत कुराहरु हामीसँग योजनाहरु छन् पर्याप्त योजना छन् अब के जुठा पुवादेखि चहलासम्म चहलादेखि केउरे छेडासम्मका बाटाहरुको बारेमा हामी व्यापक रूपले छलफल गरेका छौं यी ठाउँमा यसपटक बजेट पार्ने गरी सोच बनाइरहेका छौं संघमा होला प्रदेशमा होला यी ठाउँहरुमा हामीले कुरा गरेका छौं तर कुरो के छ भने यी साना साना काम गर्ने भनेको काम गर्नका लागि यो पालिकामा करोडौं करोड पैसा आउँछ यो वडामा पनि करोड भन्दा बेसी पैसा आउँछ त्यो पैसा आज कता गइरहेको छ खोज्नु भएको छ तपाईहरुको हितमा त्यो कुरा प्रयोग भएको छ खोज्नु भएको छ कि हितमा प्रयोग भएको छैन त्यो खोज्नु भएको छ कि छैन त्यसकारणले त्यो कुरा खोज्ने जनता जाग्ने बेला हो यस्ता मेला महोत्सवहरुमा पनि हामीले ती विषयहरु छलफल चलाउनु पर्ने विषय हो त्यसो भएर तपाईहरु सबै मलाई अरु केही मतलब छैन पार्टी सार्टीको मतलब छैन जुठाका मान्छेले जुठाका जनताले सुख पाउनु पर्छ जुठाका जनताले खानेपानी खान पाउनु पर्छ जुठाका जनताहरु बाटोमा ठीक ढंगले उनीहरुले बाटोको सुविधा पाउनु पर्छ जुठाका जनताले खेतीपाती गर्दाखेरि उनीहरुले पाउने सुविधाहरु सेवाहरु उनीहरुले पाउने चाहिँ अनुदानहरु उनीहरुले पाउने कृषिका चाहिँ मिनी टिलरहरु हाते ट्र्याक्टरहरु जुठाका मान्छेले पाउनु पर्छ त्यो भोन पोखरीको मान्छे अथवा गाउँपालिकाको अध्यक्षको सेरोफेरोको मान्छे वा कसैको चाहिँ पकेटको मान्छेले मात्रै होइन यहाँका आमूल किसानहरुले यहाँका चाहिँ हलो जोत्ने किसानहरुले ती सबैले पाउनु पर्छ चुराबहादुरले पाउनु पर्छ फानबहादुरले पाउनु पर्छ कमलाले पाउनु पर्छ अरु एबीसीडी सबैले पाउनु पर्छ जसले त्यो काम गरिरहनु भएको छ कसको पार्टीको नजिक छ त्यो हिसाब किताब गर्नुहुन्न विकासमा जनताको करले विकास गर्ने त्यसो भएर यी सबै कुराहरु ख्याल गर्नुपर्छ जनताहरुले पनि ख्याल गर्नुस् जाग्नुस् तपाईहरु आजसम्म तपाईहरुले गाउँपालिकाबाट के कति प्राप्त गर्नु हो हिसाब किताब गर्नु जुठाका नाममा के कति आयो जुठाको नाममा बजेट कति आयो त्यो कुरा खोज्नु पर्ने बेला छ खोज्नु पर्छ जुठा कहिलेसम्म सुतिरहने जुठा कहिलेसम्म निदाएर बस्ने जुठा कहिलेसम्म पछाडी पर्ने जुठा जाग्न पर्दैन जुठाका जनता मान्छे हैनन् जुठाका जनताले अधिकार पाउँदैनन् जुठाका जनताहरुले पाउनु पर्ने सेवा सुविधाहरु गाउँपालिकाले पाउनु पर्ने सुविधा पाउँछन् कि पाउँदैनन् त्यो कुरा खोज्ने कुरा तपाईहरुको कुरा हो तपाईहरु त्यो कुरा खोज्नुहुन्छ भने हामीले सहयोग गर्छौं विकास भनेको आफै जाग्ने कुरा हो आफैले खोज्ने कुरा हो बराबर गाउँ हिजो गाविस हुँदाखेरि पनि सबै गाविसलाई बराबर पैसा आउँथ्यो नेकपा एमालेको सरकार हुँदा 51 सालमा सुरुमा 3 लाख पठाइदिएको छहरालाई पनि 3 लाख पठाइदिएको जुठा बुवालाई पनि 3 लाख पठाइदिएको त्यसपछि 5 लाख हुँदै 50 लाखसम्म पुग्दाखेरि यो पालिकालाई पनि 50 लाख आउँथ्यो यो गाविसलाई पनि पछि संघीयता भयो सबैतिर बजेट जाँदा यहाँ पनि पक्कै बजेट आयो किन अरु वडाहरु अरु गाविसहरु अगाडि छन् किन हामी पछाडी छौं कहिले सोच्नु भयो कहिले बुझ्नु भयो यो विषय कहिले खोज्नु भयो आफुलाई
कहिले जाग्नुभयो महिला दिदीबहिनीहरू, कहिले जाग्नुभयो यहाँको दलित समुदायहरू, कहिले जाग्नुभयो यहाँको मगर जनजातिहरू। मगर जनजाति भनेको सिपका के अरे संस्कृतिका धनी हुन्। संस्कृति लुकाएर बस्नु भएको छ आज। दलित समुदाय भनेको सिपका मालिक हुन्, तपाईँको सिप लुकाएर बस्नु भएको छ। आज हाम्रो जोय रामबहादुर नेपाली अत्याधिक मात्रा सेवन भएर उपचार नपाएर बित्नु भयो। बहिनी यहाँ रुँदै आएर पछि कति दिनसम्म तपाईँ रोएर बस्नुहुन्छ? कहिलेसम्म तपाईँहरूलाई चेतना आउँछ? कहिलेसम्म तपाईँलाई आँसु बगाएर बस्ने हो? यो त कमसेकम चेतनशील त बन्नु पर्यो हामी। कहिलेसम्म मात बतिरहेमा लट्ठ पाएर बस्ने हो हामी? यी कुराहरू हामीले ख्याल गर्नुपर्ने कुरा हो। कहिलेसम्म हाम्रो आनी बानी परिवर्तन गर्ने? कहिलेसम्म हामी चाहिँ अलिकति सचेत भएर अगाडि बढ्ने? युवा कहिले जाग्ने? महिलाहरू कहिले जाग्ने? जाग्न पर्दैन तपाईँहरू? उठ्नु पर्दैन तपाईँहरूले? उठ्नु पर्छ, उठ्नु पर्छ, जाग्न पर्छ, आफ्नो ठाउँ बनाउनु पर्छ। आफ्नो ठाउँ नबनाइकन अन्त कहीँ पनि बनाउन सकिन्न। आफ्नो परिवर्तन नगरिकन संसार परिवर्तन गर्न सकिन्न। त्यसकारण पहिला तपाईँहरूले आफूलाई परिवर्तन गर्नुहोस्। यो ठाउँको परिवर्तन हुन्छ। यो चाहिँ रैनादेवी सिङ्गो पाल्ने चाहिँ ठाउँ यही नेपाली डाँडो हुन्छ। सिङ्गो रैनादेवी पाल्ने गाउँ यही जुठापौवा हुन्छ। सबै कुरा चाहिँ यहाँबाट उत्पादन गरेर सबैलाई बेच्न सकिन्छ। तपाईँहरू सबैका मालिक बन्न सक्नुहुन्छ। यो चाहिँ तपाईँहरूसँग सङ्कल्प हुनु जरुरी छ। त्यसमा हामी सबै तपाईँहरूलाई सहयोग गर्न तयार छौँ। यही कुरा राख्दै तपाईँहरूलाई मेरो भनाइभन्दा गीत प्यारो छ, गीत सुनाउनु छ। मेला हो, महोत्सव हो, भाषण सुनाउने बेला होइन, भाषण सुनाउने बेलाहरू आउला। मैले आज अलिकति मनका कुरा, मनमा लागेको कुरा तपाईँहरूलाई बताएँ। म राजनीतिक कुरा गर्दिनँ, राजनीतिक कुरा गरिरहेको छैन। मैले अघि कुशलजीले भने जस्तो म 2 पटक गाउँपालिका चुनाव लड्दाखेरि कुन ठाउँबाट कति भोट आयो त मलाई मतलब छैन। मलाई मतलब के छ भने कहाँ मान्छे कति पछाडि छन्, कहाँ मान्छेले दुःख पाइरहेका छन्, गाउँपालिकाले सबभन्दा पहिला कहाँ ध्यान दिनुपर्ने हो, त्यो कुरा मलाई चासोको विषय छ। त्यो मलाई चिन्ताको विषय छ। त्यही विषयमा म आज लागिरहेको छु, त्यही विषयमा लडिरहेको छु, त्यही विषयमा तपाईँहरूसँग म यो जुठापौवा धाइरहेको छु। नत्र भने तपाईँहरूलाई म जानकारी गराउँ, म अमेरिकाको युनिभर्सिटीमा पढाउन सक्ने हैसियत राख्ने मान्छे हुँ। म नेपालको जुनसुकै युनिभर्सिटीमा पनि गएर चाहिँ म आफ्नो क्वालिफिकेसन देखाएर खान सक्छु। तपाईँहरूकोमा कुकुर भुकाउँदै आउने, तपाईँहरूलाई जगाउँदै, तपाईँहरूको आँसु हेर्दै र सुन्दै आउने, गाली सुन्दै र कराउँदै आउने, मैले त्यो इच्छा चाहना मेरो त्यस्तो होइन। मेरो चाहना के हो भने तपाईँहरूलाई परिवर्तन गर्ने, तपाईँहरूको खुसीमा खुसी हुने, तपाईँहरूको आँसुमा म आँसु बगाउने मान्छे। मेरो चाहना त्यो हो। एक दिनको कुरा थियो, मलाई गर्व पनि लाग्छ। यहाँको जनताले मलाई सम्झेकोमा खुसी पनि हुन्छु। कहिले कहिले एक्लै सम्झेर रुन्छु। एउटा घटना म तपाईँहरूलाई सुनाउँछु। कुनै यही जुठाको सेरोफेरोको कुरा थियो। एकजना दाइ राति 12 बजीतिर रक्सी खाएर जाँदै गर्दा खाल्टोमा पर्नु भएछ। यहाँ भन्दिनँ मैले, ठ्याक्कै यहाँको यो मान्छे भन्दिनँ, तपाईँले बुझ्न नि सक्नुहुन्छ। खस्नुभयो, रक्सी खाएर जाँदै गर्दा एउटा खाल्टोमा खस्नुभयो 12 बजीतिर। उहाँले सबभन्दा पहिला फोन मलाई थिच्नु भएछ। 12 बजे राति फोन आयो, मैले फोन उठाएँ, नम्बर सेभ थिएन। हेलो, कहाँ हुनुहुन्छ भन्नु। म काठमाडौँ थिएँ, एउटा मिटिङको सिलसिलामा काठमाडौँ गएको थिएँ, होटलमा सुतेको थिएँ, काठमाडौँ छु भने। अनि मलाई चिन्नुभयो भन्नु। निद्रामा थिएँ। अब मैले त्यही पनि अब चिने होला खै, अब आवाज त मैले सुने जस्तो त लाग्थ्यो। चिने होला खै, के हो यति बेला के पर्यो त भन्नुहोस् भनेको। अब तपाईँ यहाँ म खाल्टामा खसिरहेको छु, तपाईँ काठमाडौँ गएर बस्नु, तपाईँलाई भोट हाले के अर्थ लाग्यो? यही शब्द उहाँले भन्नु। पहिला त मलाई चित्त पनि दुख्यो। ए बाबा, एउटा भोट हाल्यो कि हालेन त्यो पनि थाहा छैन। मध्यरातमा सुतेको मान्छेलाई पनि गाली गर्छ। फेरि पछि मनमा नै खुसी भए। यसको श्रीमती थियो होला घरमा, छोराछोरी पनि थियो होला, सके त बाआमा पनि थियो होला। ती कसैलाई नसम्झेर सबभन्दा पहिला त मलाई पो सम्झ त यो मान्छेले। यसको सबभन्दा नजिकको मान्छे म पो रहेछु भन्ने भयो। त्यसै मैले सम्झेँ। म के गर्ने, म काठमाडौँ छु। के भयो तपाईँलाई भनेको, म यहाँ खसेँ खाल्टोमा, मलाई निकाल्नु पर्यो। त्यसपछि ल तपाईँलाई निकाल्ने उपाय गर्छु, म काठमाडौँ भए पनि भने। अनि मैले त्यही नजिकैको एकजना मान्छेको फोन नम्बर मसित थियो, मैले फोन गरेँ। ल हजुर यस्तो यस्तो भयो भने उहाँले मलाई गाली गर्नु। यहाँ त्यस्ता जडेहरूले चाहिँ तपाईँले उतार गर्नु राति काठमाडौँ बसेर गाली गर्दै सक्दिनँ म जान्न भनेर मलाई खुब गाली गर्नु। त्यही मैले फेरि उहाँलाई सम्झाएँ, हेर्नुहोस् संसारमा सबभन्दा ठुलो भनेको मानव सेवा हो, मानव कल्याण हो।
त्यसो भएर तपाईँले गएर प्लिज त्यति निकालिदिनुहोस्, तपाईँले भनेको जे पनि मान्छु भने मैले त्यसो केही गर्नु पर्दैन, म गएँ भनेर उहाँले गएर त्यो मान्छे निकालेर त्यहीबाट फोन गर्नुभयो। अब यो मरे पनि म जिम्मा छैन, निकालिदिएँ हजुर भनेर फोन गर्नु। म खुसी भएँ। उहाँलाई फेरि भने बिस्तारै जानुहोस्, घर पुगेपछि फोन गर्नुहोस् भने घर पुगेपछि उहाँले फोन गर्नुभयो। घर आइपुगेँ म। तपाईँलाई धन्यवाद छ। म ती दुखीहरूको दुःखमा साथ दिन चाहन्छु। म संसारको जुनसुकै कुनामा पनि होस्, त्यस कारण तपाईँहरूलाई जेसुकै परे पनि मलाई भन्नुहोस्, म तपाईँहरूलाई सहयोग गर्न तयार छु। म जे सक्छु त्यही गर्छु, जति सक्छु त्यति गर्छु। मैले संसार धान्छु, संसारै परिवर्तन गर्छु भन्दिनँ, तर तपाईँको दुःखमा एक थोपा म आँसु झार्न सक्छु। त्यसो भएर तपाईँहरूको परिवर्तनका लागि म रात दिन खटेको कुरा म अनुरोध गर्न चाहन्छु। र अहिले हामी प्रदेश सरकारमा छौँ, हामीले जुठापुवाको परिवर्तनका लागि केही प्रयत्न गर्नेछौँ। कति सकिन्छ, निर्वाचन जित्नेले त धेरै कुरा गर्ला। यहाँबाट प्रदेश सभामा पनि तुलाराम घटी मगर बसन्तज्यूले जित्नु भएको छ, उडाध्यक्ष डुम्बारजी भइहाल्नुभयो, पालिका अध्यक्ष रूपमागत भट्टराईजी हुनुहुन्छ, उहाँहरूको भागमा त धेरै ठेक्कापट्टा पर्ला। मैले कति सक्छु त्यति गर्नेछु भन्ने प्रतिबद्धता राख्दै यो महोत्सवमा जसरी खट्नु भएको छ, यो कार्यक्रममा जति खट्नु भएको छ त्यो खटाइका लागि मैले हार्दिक सम्मान गर्छु, सबैलाई सलाम गर्छु, सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अझै पनि केही कार्यक्रमहरू हाम्रा बाँकी छन्, अर्को वर्षको लागि पनि के गर्न सकिन्छ प्लान गरौँला। यो कार्यक्रममा सबै सहभागी हुनुभयो, रमाउनुहोस्, खुसी हुनुहोस्, जाने बेलामा प्रसाद ग्रहण गरेर जानुहोस्, रमाइलो गरेर अर्को वर्ष पनि यस्तै खालको कार्यक्रम गर्ने सोच बनाएर जानुहोस्। यही कुरा राख्दै मेरो भनाइ अन्त गर्न चाहन्छु। सबैलाई धेरै धेरै धन्यवाद। खास गरेर मेरो आतिथ्यता मैले आफै व्यक्तिगत रूपमा साथीहरूलाई भनेर यहाँ आउनु भएको छ। मुख्यमन्त्री कार्यालयबाट 2-3 जना साथीहरू आउनु भएको छ। नयनदेवी छाराको वडा नम्बर 4 का वडाध्यक्ष आउनु भएको छ। नेपाली काङ्ग्रेसको सैना महिनाको सभापति आउनु भएको छ। उहाँले कति महत्त्वपूर्ण कुरा गरेर जानुभयो। सैना महिनाको सर आउनु भएको छ। मेरो सहपाठी महाकाली माविका प्र आउनु भएको छ। उहाँहरू म सँगै पढेको 4 देखि 10 सम्म। उहाँ त्यहाँको हेड सर हुनुहुन्छ। सबैलाई म धेरै धेरै आभार व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद।